सो हेलो गाइज, हामी चाहिँ धेरै जसो एआईहरू युज गरिरहेको हुन्छौँ आफ्नो डे टु डे टास्कमा, राइट? कोही पनि मान्छे छैन होला जसले एआई युज गर्दैन। चाहे हामीलाई कुनै क्वेसनको आन्सर चाहिएको होस् अथवा कुनै रिसर्च गर्नु परोस्, कुनै पनि टास्कलाई चाहिँ अटोमेट गर्नु परोस्, त्यसलाई हामीले एआई युज गरेर गरिरहेका हुन्छौँ। तर एआई युज गर्दाखेरि जुन हामीले इनपुट हाल्छौँ नि, इनपुट हाल्दाखेरि चाहिँ एकदमै केयरफुल हुनुपर्ने हुन्छ। त्यो इनपुट हाल्दाखेरि एउटा दुईवटा कुराको ख्याल गर्नुपर्छ। त्यो कुराहरू चाहिँ आज म भन्छु। फर्स्ट भनेको चाहिँ हाम्रो डेटाहरू, कुनै पनि कन्फिडेन्सियल डेटाहरू चाहिँ त्यसमा पर्नु हुँदैन। कन्फिडेन्सियल डेटाहरू कुनै पनि कम्पनीको पर्छ भने त्यो डेटा अनुसार चाहिँ जुन पनि मोडल हुन्छ उसले चाहिँ ट्रेन गरिरहेको हुन्छ। त्यो ट्रेन गरिसकेपछि चाहिँ उनीहरूको डेटाबेसमा गएर बस्छ अनि उनीहरूले चाहिँ त्यो डेटा चाहिँ आफ्नो मोडललाई इम्प्रुभ गर्नलाई गरिरहेको हुन्छ। र कसैले खोजिहाल्यो, त्यो मोडलमा कुनै भल्नरेबिलिटी भेटाइहाल्यो, कुनै कमजोरी रहेछ भने त्यो डेटा चाहिँ कुनै पनि अनअथोराइज्ड युजर कहाँ जान सक्छ। अनअथोराइज्ड युजर भनेको नचाहिने युजर्स कहाँ जान सक्छ। अब सेकेन्डली भनेको चाहिँ जथाभावी प्रम्प्ट हान्ने अथवा इन्फर्मेसन निकाल्न खोज्ने। यो भएर हामीले कुनै पनि कम्पनीको डेटा पाउँछौँ भने हामीले त्यसको नकारात्मक फाइदा उठाउँदाखेरि चाहिँ हामीलाई नै पछि घाटा हुन जान्छ। हामी पछि जेल जान सक्छौँ र हामीमाथि केही कारबाही हुनसक्छ। सो यो दुईवटा कुराहरू थिए मैले भन्नुपर्ने आज एआईको युज गर्दाखेरि हुनुपर्ने कुरा। इफ यो कुराहरू फलो गरियो भने तपाईको एआई युज एकदमै राम्रो हुन्छ, एकदम सेफ हुन्छ। सो तपाईलाई यो भिडियो कतिको मन परेको छ? यो भिडियो मन परेको छ भने यो भिडियोलाई लाइक गर्नु होला, च्यानललाई सब्स्क्राइब गर्नु होला अनि एडिसनल भिडियोजको लागि चाहिँ बेल बटन पनि थिचिदिनु होला। सो थ्याङ्क यू, ह्याभ अ ग्रेट डे एन्ड सी यू नेक्स्ट टाइम।